छोराछोरीको घर बास कपास हटाइदिने त्यो त नेट राम्रो भएन नि त किन पहिले चाहिँ यहाँ झापाजीलाई बिटाउट मारेर किन गण्डीमा भोट लाएर झापाजीलाई बिटाउट दिँदै हो गण्डीदेखि जितेर जानुभएको मन्त्री तर अहिले आएर यहाँ यत्रो दोजर लगाइरहेको छ गरिरहेको छ हामीलाई भन्नु पर्यो उहाँले आएर तिमीलाई सुरक्षा तिमीलाई हामी धनी पूजा दिन्छौँ गर्छौँ नडराउ त्यति हामीलाई त्यति गर्दै पनि हामीलाई ठिकै छ हामीले दिएको भोट हामीले जिताएको सरकार ठिकै छ हामीलाई काम लागेको ठिकै छ हामीले पनि दिनुपर्छ गर्नुपर्छ फेरि आशा हुन्छ तर यो पाराले त भएन त हामीलाई त यहाँदेखि कहाँ गइन्छ नानीहरूको पढाइ बिग्रिन्छ अब हामीले पनि ठुल्ठुलो नानी पढोस् राम्रो पढोस्